Hello guys, welcome to my video. It's me, ULS Gaming Wolf, SPC Hunter. हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ। आज हामी तपाईहरुलाई भन्दैछु अफलाइन फ्री फायर पनि चल्यो नि। नयाँ अपडेट आएको अनुसार यो आज नयाँ अपडेट आएको अनुसार यो अफलाइन भिडियो पनि चल्छ भन्छ, अफलाइन गेम पनि चल्छ भनेर सुनेको थियो है। हामी ती हेर्न जाँदैछु आज हामी। नेट अफ गरेर पनि खेल्न मिल्छ अरे भन्दै छन्। नयाँ अपडेट अनुसार कस्तो छ हामी हेर्यौँ है त। लु मैले ब्याक गरेँ त गेम। ब्याक भयो गेम होइन। नेट अफ देन नेट अफ हो भयो। कनेक्ट भयो। अरू पनि मिल्छ भन्छ। अब नयाँ अपडेट अनुसार अब हेरौँ अब खेल्न मिल्छ मिल्दैन है, ट्राई हेरौँ है। कस्तो हेर्दा है पहिला प्ले स्टोरमा गएर अफलाइन खेल्न मिल्दैन के फेरि उही मिल्छ उही नुगाइ छैन रिस्टले छैन हाम्रो है। अफलाइन मिल्छ भन्थ्यो है पहिला हामी अब प्ले स्टोरमा गएर खेल्थ्यो है। कस्तो मजा आउँथ्यो फेरि आजभोलि यस्तो पो हो के यो स्टार हाने होइन। अब अफलाइन म्याच हो क्या है। सिङ्गल टिम चाहिँ होइन अफलाइन जस्तो यस्तो रहेछ। अफलाइन चाहिँ खेल्न मिल्ने जस्तो छ होइन। अब के हुने भयो उही पुरानो भयो यार। जम्बीलाई मान्यो क्या अहिले त। क्या क्यों माछ क्या यार दिखाउनु त। ओइ के हो यो फेरि। शट फर्स्ट भयो यो गर्नु पऱ्यो होइन। हेरौँ अब कस्तो यो जम्बी मोटर कति खेल्ने यार। खोइ त लाग्दैन त्यहाँ। तपाईँले मेरो भिडियोमा लाइक एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला है। अन्त अब यस्तो राम्रो राम्रो भिडियोहरू हालिरहन्छु म गेमको बारेमा होइन। अहिले यसो मार्नु लाग्छ हेर्नु सबैजना चाहिँ हाल्छु यार। उही दामी एरिया कम 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 all कम क्या है। आइज सबजना दामी एरिया आयो यार। यो न बनाउनु कुलडाउन कम भयो भने सजिलो पनि हुन्छ होइन मलाई पनि। यसो घुम्नु एकछिनमा कति ढिलो आम्मा।
दामी मजा आयो ल मजा आउनेछ है यो लास्ट वेभ हो यो होइन अब साथीहरू है उही कुवा बसायो ए यो कस्तो फिचर है यहाँ त मैले कति मारेँ ओ एक गोलीले बट ओ नेक्स्ट लेभल त्यही हो क्या यो पनि ओइ मऱ्यो होला डबल ओपेन हो क्या हो आयो मारे मारे धन्ने मार दिया है आला कसरी आउँछ धन्ने मार दिया कस्तो गाह्रो भाइ उफ बसाइ बसाइ ओइ के हो ल्या पाक यस्तो मिल्छ राम्रो मजा त मजा आउने रहेछ तर एक्लै के हो यो ए
वाट के हो यो 64 ए खेल्दैमा यस्तो के ए त्यसैको साथमा हामीले बुझ्यो कि अब होइन अब फ्री फायरमा पनि अफलाइन खेल्नु मिल्छ त्यही पनि यो हामीले खेल्दाखेरि क्राफ्टल्यान्डको मात्रै खेल्नु मिल्दैछ खासमा क्राफ्टल्यान्डमा गएर मात्र मिलिरहेछ मैले हेरे अनुसार बुझे अनुसार होइन अब यो यहाँनिर हुने रहेछ कि एउटा छैन क्या कसरी के छ मैले देखाएको थियो होइन हजुरको मैले देखाएको थियो कि अफलाइन भनेको कहाँनिर देखाएको थियो होइन क्राफ्टल्यान्डमा मात्र मिल्ने रहेछ क्राफ्टल्यान्ड म्याप रहेछ यो खासमा तपाईँहरूको त्यो बिहा ऱ्याङ जसरी खेल्न नमिल्ने रहेछ अफलाइन अब यसो टाइम पासको लागि मात्रै रहेछ ठिक छ त्यही पनि राम्रो छ यो अपडेट ठिकै छ भनौँ न अब हामीले पनि फ्री फायरमा आएको नयाँ अपडेट अनुसार यो अफलाइन पनि खेल्न मिल्छ भने चाहिँ ठिकै हो अब खेलौँला नि कहिलेकाहीँ टाइम पास हुन्छ अब होइन साथीहरू थ्याङ्क यू सो मच फर माई भिडियो सायदमा अर्को आउँछु हामी बाई बाई